हेलो साथीहरु, आज चाहिँ तपाईहरुलाई म के देखाउँछु। आज चाहिँ हाम्रो ब्लगको नाम चाहिँ घिचुवा ब्लग। घिचुवा ब्लग हेर्नु है। आज हाम्रो कस्तो हुन्छ यहाँ। हाम्रो चाहिँ आज यहाँनिर पानीपुरी बन्दैछ। पानीपुरी बुढाबुढी भएर यस्तो घिच्छौँ कि त्यसपछि तपाईहरु हेर्नु है त। अहिले हेरेर देखाउँछौँ। यो बनाउँदैछौँ हामी। तपाईहरुलाई पुरा बनाइसकेपछि फेरि देखाउँला। तपाईहरु हेर्न नि नछोड्नु नि फेरि। हेर्नु भएन भने नि फेरि म बनाउँदिन फेरि भलकै बनाउन छोड्दिन्छु म। साँच्ची हो नि। ल अब बुढाबुढी मिलेर चट्ट आलु तास्यो। यदि लगभग हान्छ होला 150 वटा त खाइहाल्छ नि यतिको। पिरो चाहिँ ठिक ठिकै बनाउनुपर्छ, नत्र नि फेरि बिहान फेरि अलिक गाह्रो पर्छ कि। ठिक्क बनाऊ है पिरो चाहिँ। खोर्सानी धेर नहाल। पानीपुरी भनेको नि पिरो खाने हो नि त। अहिले त खाइन्छ नि मजाले। 5 यम्मी यम्मी भन्दै 5 वटा त खाइहालिन्छ नि। मम्मी भन्नुपर्छ, के गर्नु। पिरो पानीपुरी भनेको पिरो अमिलो चकिलो मिठो हुन्छ क्या। ठिक छ साथीहरु, अब हेर्नु यो यति हेर्नु, यति बनाउँदैछौँ हामी। अब अरु चाहिँ अहिले सबै सेटअप गरेर ठ्याक्क बनाएर तपाईलाई चट्ट लगाएर देखाउँछु। अनि त्यसपछि हेर्नु ल। ल अब चाहिँ हाम्रो यो अनि घिचुवा ब्लगको यो पानीपुरी चाहिँ अब रेडी भएको छ। अब हेर्नु है त। अब लग्ने हो, चट्ट यहाँ सेटअप गर्ने हो। अनि यहाँ चट्ट राख्ने हो। त्यो अरु पनि लिएर आउँदा जम्मै। यो पानीपुरीको झोल, यो भरेतिर पनि काम लाग्ने चीज चट्ट बनाइन्छ। अरु के छ? भटमास उसिनेको, यो भटमास उसिनेको, लसुन धनियाको पत्ता। लसुन धनियाको पत्ता। यदि खाइसकिन्छ सकिहालिन्छ नि। बजाइन्छ होला। लु रेडी हो, बस। खानबिन स्टार्ट भयो। यो यसलाई चाहिँ हामीले घिचुवा ब्लग भन्छौँ कि, तर खोइ कोकोले चाहिँ के भनेको सुन्छु, खोइ मुखबान के अरे। हाम्रो चाहिँ मुखबान होइन नि फेरि। यो चाहिँ हाम्रो चाहिँ घिचुवा ब्लग हो, घिच्ने हो। हामी यस्तै हो, कहिले यस्तै देखाउँछौँ, कहिले कहाँ घुमेको देखाउँछौँ, कहिले कहाँ कुदेको देखाउँछौँ, कहिले के देखाउँछौँ। जहिले एउटा हुँदैन। ल स्टार्ट गर, हान्दिउँ। सकिन्छ नि यदि त? सकिन्छ। यस्तो त्यही चोबेर जम्मै यदि त पुरा भएछ हौ। पिरो थुक्ची नलिनु नि तपाईहरु फेरि यहाँ हेरेर। हाम्रो बडी दुख्ला फेरि। कल धनिया। तपाईहरु हेर्दै गर्नु कि यस्ता भिडियोहरु त कति आउँछ। यो पनि छ त। यो चाहिँ के हो? भटमास। यो त भन्नै बिर्सेँ, भटमा। लोकल भटमास। लोकल हो कि के हो? पानीपुरी पनि मिठो हो। पिरो भएछ नि धेरै। पिरो मिठो हुन्छ। पानीपुरी पिरो।
맛있는 뻗다. 아. Tim coba mas bu. Mesti apa yang hancur? Udah badai. Udah badai? Mau tonton mah hancur. हामीले पिरो अनि गुलियो कस्तो हुन्छ होला तपाईहरुको मुखबाट त कस्तो थुक आयो होला है हाम्रो भुँडी त दुख्दैन नि दुख्दैन होला दुखे पनि दुखोस् तिमीले त यो पानीपुरीसँग चिरिप्प पार्न भए मिठो हुन्छ नि के मिठो हुन्थ्यो होला है आबार कसरी ल चिरिप्प पारेर जिरो अमिलो सँग चिरिप्पै चिरिप्पै भनेको त बुझ्नु पनि हैन त्यही क्या त्यही चिरिप्प मिलाएर बुझ्नु न त्यही हो चिरिप्प अर्कोचोटि देखाउँदा के हो चिरिप्प भनेको अनि झोल पनि क्या छ कोठन जेल हाल्नु नि त त्यो मिठो छ यसो झोलमा पनि तपाईले जस्ता पिरो सिरो कहिले धेरै खान्छ है साथी हो हेर्दै गर्नु है कहिले धेरै खान्छ आफू त घिच्चुवा पर्यो कि यस्ता पानीपुरी त कति हान्छ हैन त्यस्तै हो महिनामा यसो 4-5वटा यस्तै भ्लगहरू चाहिँ आइरहन्छ के आउँछ आफै मिलाएर हेर्नु होला कहिले के आउँछ कहिले के आउँछ आफ्नो फेरि सर के त्यो फलोअर कि के भन्छ नि त्यो टन्नै छन् फेरि 30 जना कि 40 जना हुन् के गर्नु अब यो भिडियोबाट एकैचोटि 1 लाख पुग्ने हो कि डर पो लागिरहेछ मलाई त भिडियोमा पनि टेन्सन हुन्छ क्या भरे वाट त्यो एकैचोटि मान्छे भ्यू 1 मिलियन गयो भने फेरि म के गर्नु म त हेरेरै हुन्छु माथि यो लसुनको पत्ता खुब मनपर्छ चोपेर यसरी पनि खाइन्छु मलाई थाहा छ तपाईहरु हेरिराख्नु भएको छ भने चाहिँ तपाईको मुखबाट पानी चाहिँ तुरुरु चुइसक्यो मैले थाहा पाइसकेँ क्या पक
पक तिम्रो दुईटाको हाम्रो चाहिँ यहाँ छ क्या दुईटा त्यही अस्तिको भिडियो हेर्नु थिएँ नुहाइदिएको दुईटालाई लुसी र मुसी मसँग डर फाइट परिरहेको थियो नि मुसीको थाहा छ यिनीहरू यहाँ लुसी र मुसी फाइट खेल्दैछ नि लुसी यहाँ लुसी लुसी यहाँ आऊ यहाँ हान्नुपर्छ आऊ कति खायो तीनटा खाएको दुईटा खायो गर्दै गर्ने साथीहरू कसले धेरै खान्छ त्यहाँ हिसाब गर्दै गर्ने यहाँ खाने सुरु 35 आइसक्यो थाहा भइहाल्छ नि भिडियोमा कसले कति खायो लसुन कसले कति खायो राम्रो त्यहाँ पक मुसी माथि चढिस् सकिन आँट्यो है साथीहरू सकिन आँट्यो बदमास मिठो हुँदो रहेछ त्यसमा चुवाक भयो मम्मीले पिरो च्वास्स भनेको यही हो खाइन्छ हो डरै खाइन्छ अब एक दिन चाहिँ के अरे त्यो पिरो चाउचाउ 2 PM 2 PM हो कि रामेन 3 PM हो रामेन पिरो हुन्छ मजा आउनुपर्छ पिरो हुन्छ यो भिडियो चाहिँ सबैले हेरेर फेरि यस्तो गर्नु नि फेरि यस्तो हान्ने नि फेरि अझै खाइने रहेछ एक थाल है मेरो चाहिँ 2 थाल गर्नु अझै त्यो भएर का होइन खाइदिउँ खाइदिन्छु सबै खाइदिन्छु
Poco. अच्छा तो था खाऊ सम्झ्यौ अलिकति हो यो रक्सी पिरो छ Semua मिठो त होला नि हो मैले खाएको छु apa sok bencu. म त खाँदिनँ अब त पिरो यो म त यो खाइदिन्छु चमचम कुन मिठो हेर यो दुईटा काँक्रा खाँदैन Antum. खाऊ मैले एउटा खाएँ त Mana dah? कति थियो जम्मा दुईटा थियो Entah. Lisi. Aduh kau kebak. Ini bak. जेरी हाम्रो जेरी 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 पनि सानो छ है जस सानो छ Sakyo meza. Kan malawa. अब आदि Kati singa mene. आयो म खानु Puri jarki. सादा अनि यो आइस बन्न राखेको हुन्छ नि छ नाम के हो थाहा छ रसबरी कहाँ रसबरी हो चमचम कस्तो मिठो अब यो बाँकी छ झोल पनि सिद्धै अलिकति छ एकदम तपाईँ खानु एकदम चाहिँ म खान्छु खाएन पिरो बाजो छ खानु न नि ल ल साथी सक्यो है अब ल भिडियो हेरेर मन पर्यो भने हेर्नु लाइक कमेन्ट शेयर गरिदिनु होला सबै त गरिदिनु होला के गर्नुपर्ने आफै जानेर गर्नु होला म ब्लक ओके बाय